जापानमा चाहिँ तपाईहरु वर्किङ लागेर बसे पनि, डिपेन्डेन्ट आएर बसे पनि, स्टुडेन्ट भएर बसे पनि तपाईलाई चाहिँ कति सामानहरु चाहिरा हुन्छ तर पैसा पनि हालिहाल्न मन लाग्दैन किनकि भोलि यहाँबाट छोडेर कहाँ जाने हो कता जाने हो भन्ने लाग्छ महँगो पनि त्यस्तै हुन्छ म तपाईलाई आज यस्तो एप भन्छु जुनबाट तपाईले आफुलाई चाहिएको सामान फ्रीमा ल्याउन सक्नुहुन्छ र तपाईले आफ्नो घरमा भएको सामान चाहिँ कसैलाई फ्रीमा पनि त्यही एपबाट दिन सक्नुहुन्छ भने सर्टेन पैसा राखेर पनि यो पैसामा चाहिँ लग्ने कोही हुनुहुन्छ भनेर त्यहाँबाट राख्न सक्नुहुन्छ त्यो एपबाट त्यति मात्रै होइन तपाईले पार्ट टाइम जबहरु पनि खोज्न मिल्छ एकदमै धेरै सुविधाजनक एकदमै बेन्जी छ मैले आज तपाईहरुलाई सेउखाइ गर्न गइरहेको एपको नाम हो जिमोती है जापानमा हुनुहुन्छ भने धेरै जनाले थाहा पाउनु भयो होला यो एपको बारेमा म यहाँ स्क्रिनमा पनि थोरै स्क्रोल गरेर राख्दिन्छु एकदमै चलाउन सजिलो छ यसलाई चाहिँ इंग्लिश ट्रान्सलेसन चाहिँ गराउन मिल्दैन तर तपाईले केही बुझ्नु भएन भने स्क्रिनशट लगेर गएर गुगल लेन्समा चाहिँ हेर्न मिल्छ सुरुमा चाहिँ माथिपट्टि एड्रेस सेट गर्न मिल्छ तपाई चाहिँ कहाँ बस्नुहुन्छ आफ्नो लोकेसन त्यहाँबाट 1 किलोमिटर 2 किलोमिटर वरपरमा चाहिँ के सामानहरु राखिएको छ भनेर त्यहाँ सेट गर्ने अनि त्यसपछि विभिन्न सेक्सनहरु छन् तपाईले चाहिँ त्यो सेक्सनमा गएर 0 येन दे मोराउ तपाईले चाहिँ 0 येन मै चाहिँ पाउने सामानहरु पनि राखिएको हुन्छ सरर हेर्ने तपाईलाई चाहिएको सामानहरु चेयरहरु राखिएको हुन्छ बेडहरु राखिएको हुन्छ वाशिङ मेसिनहरु पनि राखेको छ यहाँ धेरै कुराहरु राखेको हुन्छ हैन फ्रिज टिभीहरु धेरै कुरा राखेको हुन्छ तपाईलाई जे कुरा चाहिँ चाहिएको छ त्यहाँ तपाईले मेसेज गर्ने रिप्लाई गर्ने कुराकानी गर्ने अनि चाहिँ उले चाहिँ तपाईकोमा डेलिभरी गर्दिन्छ कि अथवा आफैले आएर लैजान भन्छ त्यसरी चाहिँ तपाईले पैसा खर्च नगरेर चाहिँ ती सामानहरु तपाईको के कुराको आवश्यक छ त्यो अनुसार तपाईले पाउन सक्नुहुन्छ त्यसरी नै तपाईसँग भएका कुराहरु एक्स्ट्रा चीजहरु फोहोरमा फाल्न धेरै नै महँगो पैसा पर्छ भने चाहिँ तपाईले त्यसरी नै एड राख्दिने अथवा तपाईलाई फाल्न धेरै महँगो पैसा भने 0 येन मै राख्दिने र सजिलै त्यो अरूले लगेर युज गर्न सक्छन् है त्यसैगरी यो बाइतोको सेक्सन छ यहाँ तपाईले चाहिँ पार्ट टाइम जब मात्रै नभएर तपाई चाहिँ स्टुडेन्ट भिसा अब सकिने लाग्दैछ भने चाहिँ तपाईले वर्किङ भिसाका लागि पनि यहाँ काम खोज्न सक्नुहुन्छ खोजेर तपाईले मेसेजमा रिप्लाई गर्ने उनीहरुले कम्पनीको डिटेलहरु भन्छ अथवा यो लोकेसनमा आइजा तपाईले डिटेल बुझ्नका लागि भनेर भन्छ है त तपाईले चाहिँ मसँग होइन धेरै पैसा छ म अरूबाट ल्याएर युज गर्दैन आफै नै गएर किन्छु अनि म धेरै पैसा तिरेर फाल्छु भने त ठिकै हो तर म चाहिँ कसैले फ्रीमा दिएको छ भने ल्याएर युज गर्छु अनि पछि चाहिँ फ्रीमा ल्याएको चाहिँ अब फाल्न पनि अब त्यति लोभ लाग्दैन नि त त्यस्तो गर्छु भने चाहिँ यो एप तपाईको लागि बेस्ट हुन सक्छ हस् थ्यांक यू